मैले यहाँ लिटिल वालमा काम गरेँ हैन फुल मटेरियल शुद्ध ठेक्का लिएर भर्खरै यो हाइवे दुईजना मात्रै छ मेरो यहाँ मिसनरी र तपाईको गिर्नी लाउने मान्छे भयो भने मैले 15-20 दिनमा सक्दिन्छु दियो त्यहाँ चाहिँ काम सम्पन्न गराइदियो हिसाब गर्न ठेकेदारले बोलाउँछ आउँदै आउँदैन सुर्खेतको ठेकेदार हो विनोद कोइराला उलाई पटक पटक यहाँ ठाडे उजोरी नि हाल्यो तपाईको टेर्दै टेर्दैन अदालतमा जा भन्छ अब हामीले काम गर्ने मान्छे कहाँबाट अदालत जानु यो चाहिँ गम्भीर विषय किन तपाईलाई पैसा नदिएको कति ज्याला पाएन होइन मैले गिटी बालुवा जस्तै मटेरियलहरु नि हालेको छ अरु पैसा नि हालेको छ त्यहाँ लेबरहरु पनि बाँकी छ त्यहाँ तिरतार नि गर्न 15-20 लाख जति छ अनि सबै गरेर 69 लाख रुपैयाँ लिन बाँकी छ तपाईले 69 लाख लिनु बाँकी छ ठेकदारबाट हो मैले प्राविधिक काम होइन पाछ पैसा 90 लाखको काम गरे अरु पैसा पायो 69 लाख चाहिँ भनिन्छ बाँकी छ 20 लाख पायो भने 21 लाख पायो 1 करोड पाउनु पर्ने ठाउँमा 69 लाख मात्रै अझै बाँकी लिनु 21 लाख पायो सुन्छेन त्यहाँ पैसा लिनुपर्ने कति छ थाहा छ म गएर हेरेको छु 32 लाख छ त्यो पैसाले कति जनालाई पुग्ने होला कामदार त मार्नु भएन है ल एकदम बढी गम्भीर छ त्यो त भएन नि ल हाम भने यतै यो गर्ने एउटा बजेट हाल्ने थाहा छैन त्यहाँ पैसा कति लिन्छ पर्ने दिने जिम्मा उहाँको है मैले जिल्ला परिषदमा नि हालेर त्यहाँ त्यहाँबाट ठेकेदार भागिदियो जिल्ला परिषदबाट ठेकदारको नाम कुन आशाले काम गर्छ पेपरहरु सबै लिनु पाइछ रे अब भने न मैले जिम्मा लिएको त्यसको घेरेर राखेको छु मैले सारै गम्भीर ठेकेदारले चाहिँ पैसा घेरेर राखेको छु अर्को फेरि किन चाहिँ जिम्मा लिएको परिवार पालेर खाने एउटा कामदार गाउँलेबाट उठाएर ठेकदारहरुले काम लगाएर कामदारले पैसा नपाउने देशमा तिनीहरूले पाल्ने भनेर त्यो कानमा लाउने मुन्द्रेहरूलाई मात्र पाल्ने हो कि अर्को काम त के जाने सारा गर्ने खालि त्यो कानमा लाउने ठेकेदारलाई कानुनी दायरामा ल्याउनु पर्यो हजुर कानुन बनाइनु पर्यो माथि त्यही हो यो जति बेला नि जति 20 लाख आउनु पाइछ भने उहाँले त ल्याए पाउनु पर्यो नि त बिचाराहरुले घर कहाँ त अब बजेट 20 मा